सम्पूर्णमा नमस्कार। आज मैले आफ्नै घरमा भोलि नातिनीको बर्थडे, त्यसको लागि चिकन विङ्सको प्रिपरेसन गर्दैछु। सम्पूर्ण साथीहरूलाई एकचोटि यो भिडियो हेरिदिनु हुन भने विनम्र आग्रह गर्दछु। सबभन्दा पहिला मैले चिकन विङ्स र ड्रम स्टिक्स लिएर एउटा भाँडोमा राखेँ। त्यसपछि सुरुमा मैले यसपछि जिन्जर गार्लिक पेस्ट हाल्दै जानेछु। यो अर्ग्यानिक घरकै बनाएको जिन्जर गार्लिक पेस्ट हो, यसमा कुनै मिसावट पनि छैन। र जिन्जर गार्लिक पेस्ट हालिसकेपछि मैले यसमा आफ्नै घरमा बनाएको अर्ग्यानिक चिल्ली पाउडर हाल्दैछु ग्राइन्ड गरेर। यसको लागि यसले कलर पनि दिन्छ र यसले हल्का स्वाद पनि दिन्छ। र त्यसपछि मैले यसमा हाल्दैछु थोरै अर्ग्यानिक बेसार, होममेड घरबाटै बनाएको। यसमा 2 चम्चा। त्यसपछि म यसमा जाँदैछु थोरै भन्दा एकदम थोरै नै क्युमिन पाउडर र कोरिएन्डर पाउडर, जम्मा 1 चम्चा हाल्दैछु। धेरै सामान हाल्दैमा खाना मिठो हुने पनि होइन, यसमा मात्रा चाहिन्छ, मात्राले चाहिँ प्रभाव पार्छ। त्यसपछि मैले यसमा हाल्दैछु थोरै रोजमेरी, आफ्नै घरमा फलेको उब्जाएको। यो चाहिँ अत्यन्तै स्वाद दिन्छ, यसले बास्ना पनि दिन्छ पछि खाने बेलामा। त्यसपछि हाल्दैछु मैले चिकन म्यारिनेसन। यो चाहिँ प्राय मैले सबै घरमै बनाएको अर्ग्यानिक नै हो। त्यसपछि गएर मैले यसमा हालेँ लेमन जुस। त्यसपछि मैले यसलाई अब मिक्स गर्छु करिबन 1 मिनटसम्म, ताकि यसको मसला सब भित्र जाओस् र खाने बेलामा पनि भित्रैबाट जुसी होस्। मैले भिडियो बनाएको छु, यसो एकपटक हेरिदिनु होला। मन परे लाइक सब्सक्राइब पनि गरिदिनु होला। यस्ता भिडियोहरू लिएर अब म आइ नै रहनेछु, नयाँ चिजहरू पस्कि नै रहनेछु तपाईँहरू समक्ष। र कतै कमी कमजोरी रहेछ भने पनि औँलाइदिनु होला, राम्रो लाग्यो भने पनि लेखिदिनु होला। र यसले अब कलर पनि छाड्यो। अब यसमा नुन हाल्न बाँकी छ। मैले यसमा नुन हाल्नेछु मैले मात्रा अनुसार। मैले नुन पनि हालेँ आफ्नो स्वाद अनुसार। नुन धेरै खाँदा पनि ठिक हुँदैन। अब यसलाई फेरि यसले पानी छोड्छ अनि भोलि यसलाई चाहिँ ग्रिल गर्ने भन्ने प्लान गरेका छौँ बाहिर आफ्नै निवास। लगभग यो अब तयार भयो। यो 24 घन्टा 12 घन्टादेखि 24 घन्टा फ्रिजमा बस्छ। त्यसपछि यसको मसलाहरू सर्लक्क भित्र पस्छ। खाँदाखेरि अहिले हेर्दै त मुखबाट पानी आइसकेको छ। खाने बेला कति मिठो हुने होला। यसलाई अब मैले ढाकेर राख्नेछु भोलि बिहानसम्म। भोलि बिहान उठेर भोलि बिहान चाहिँ अर्को नयाँ भिडियो लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छु। ल ठिक छ, अहिलेलाई बिदा।